चलेन यसरी उतानो भएर पसिरहेकोमा एउटा हात पनि नचलाइकन उसको प्राण गयो। 2 पटक हानेको चाहिँ मैले देखेको त्यहाँ। उनीहरूको के भयो होला, त्यस्तो ठुलो झगडा त होइन होला जस्तो लाग्यो मैले होइन। अनि मैले कुनै ठुलो विषय लिइनँ। अनि म चाहिँ फेरि फर्केर गएँ होइन। अनि कालीबारी अलिकति यसो उभे जस्तो गर्दाखेरि ठ्याक्क यस्तो कोठालोमा पक्रे पछाडिदेखि कोठालोमा पक्रेपछि त्यतिखेर छोरा प्रहार गरेको चाहिँ मैले हेरिनँ। अब ढली गएपछि यसरी उतानो ढली गएपछि बसेर घुँडा मारी अब कोही साथीहरू दुनियाँ भेला त भयो नि। तर ऊ त अब के अरे कस्तो सिंहकै जस्तो उसको आक्रमण पुरा उसँग कस्तो तेज भएर ऊ पुरा कसैलाई पनि ऊ आफ्नो अगाडि उब्नै नदिने खालको उसको कस्तो उसको आशासम्मै त्यस्तो थियो क्या। अनि कस्तो खालको मान्छेसँग परपरै दबाउने क्या, परपरै धप्काउने क्या। अनि यो देखेको छौ? हजुर यस्तो देखेको छौ कि छैन भन्यो। माथि हाम्रो नाति, हाम्रो दाजुभाइ भित्रको नाति एउटा विजय भन्ने, त्यो बिचरा नातिले आएर के गर्नुभएको काका, के गर्नुभएको भन्दाखेरि त्यतिखेर मैले आत्तिएको बेला त उसको छातीभरिको खुन मैले देखिनँ। आफ्नो पनि पुरा प्रहार गरेर आएको रहेछ त्यतिखेर माथि। त्यो उसको जिउको लुगा चाहिँ मैले ब्लडकै रङको रातो रातो कलरको भेस्ट लगाएको थियो। अनि त्यो उसको लुगा चाहिँ मैले वास्ता गरिनँ, पुरा लुन्छ भिजी गएको रहेछ। अनि खुनले पुरै टाटा पुरा। अनि यसरी त्यो बुहारीलाई यसरी ताकेर यसरी 2 हातले यसरी छुरा प्रहार उतानो लडी गएकोमा प्रहार गर्दाखेरि चाहिँ बुहारी अब या आत्तिएर या अब उनलाई मारिसकेकै भनौँ न। 2 पटक झम्की हानेर पनि यसरी रोल्दै थियो। काकीहरू पनि पछि आउनु हुँदै दाजुहरू पनि। अनि हामी चाहिँ के भएछ भनेर भने आमालाई मैले चाहिँ जिस्केको होला है भनेर भने। अरू बेला पनि अब मिलेर बस्ने नि त, त्यस्तो झगडा नगर्ने खालकोहरू क्या। अनि त्यसपछि ऊ जुनाले जम्मा मिला किन झगडा गरे जस्तो छ भनेर कुदेर आएको। हामी यसरी म त हाने जस्तो लाग्यो। फेरि उसले त चक्कु हातमा बोकेर निकालिरहेको देखेँ कि। हामीले चक्कु होइन भनेको नि त, हात जस्तो देखेँ। सुरु त मै आएको नि त, कुदेर लडाएपछि म आएको भरे यसरी कपालमा पक्रेर यसरी हाने जस्तो लाग्यो क्या मलाई चाहिँ। लागेपछि चाहिँ होइन हान्दैछ क्या, लडाएर जाऊँ न छुट्याउन सकिन्छ भन्दाखेरि भरे यसरी चक्कु हान्दा यसरी उचाल्दा म अलिक परै रोकेँ क्या त्यो चक्कु देखिएपछि चाहिँ। अनि यसो पनि गरेको, यसो गर्दै फेरि आफूलाई पनि हान्ने, उसले पनि अरूलाई पनि हान्ने, आफूलाई पनि हान्ने गर्नु थाल्यो। उसलाई त लड्नेलाई उसको बुढीलाई पनि हान्ने, आफूलाई पनि हान्ने, उता पनि हान्ने। सबै चोटे चुट्छ नि। के कारणले झगडा भएको रहेछ? कसैसँग त्यति नबोल्ने पनि चुपचाप हानेको धन्दामा यस्तो मात्र गर। माथिको विजय आएर रोक्नु खोज्छ, काका के गर्नुभएको बोलाउनु भयो भनेर भनेको। के अरे यस्तो चक्कु गरेर यस्तो नआएको कोही पनि यहाँ भनेर भनेपछि होइन छेउमा जानु सक्दैन। जान्छ त त्यसरी भनेपछि त सबैलाई डरै त हुन्छ। उनीहरूको झगडा चाहिँ घरभित्रैदेखि भएर निस्केको रहेछ? त्यो बाहिर निस्केपछि मात्रै मलाई चाहिँ सब थाहा छ। भित्रको कुरा मलाई आमालाई थाहा होला। भित्र छोरा बुहारी के झगडा गरेको थियो आमा? खोइ बेलुका चाहिँ थाहा भएन, बिहान चाहिँ थाहा भएको। बिहान चाहिँ के गर्थ्यो? बिहान चाहिँ मोबाइल फुटायो छोराले। अनि त्यो मोबाइल फुटाएपछि उनीहरूको विशेष पर्न थालेको। अब खोइ अब उनीहरूको के थियो रेसिपी के अब पहिले कति मजाले बोल्ने हाँस्ने। बेलुका पनि उसैले बुहारीले भात पकाएर दियो, पस्काएर दियो, खायौँ। सबैजना खाएर सुत्यौँ। त्यो छोरो चाहिँ मासतिर गएको थियो, त्यो चाहिँ थिएन। आएर उसले भात पस्काइ खा, हामीले खायौँ भने अनि उसले पनि पस्काइ खायो होला। अनि भात खाएपछि हामी रुममा पस्यौँ। म पल्लो रुममा सुत्छु, यिनीहरू यहीँ सुत्थ्यो। अनि राति पनि म 2-3 पटक पिसाब फेरि निस्किँदाखेरि सन्चै आनन्दै सुतिरहेको, केही थाहा नभएको।